सो व्हाट्सएप एभ्रिवान इट्स अ बोय थन्डर लेजेन्ड। आज हामी खेल्न आएको छ माइनक्राफ्ट। मलाई चाहिँ यहाँ चिप काम गर्न अनि चिपले काम गराउँछ नि त्यसको लागि बसेको छ होइन। अनि मैले केही कसैलाई मारेँ केही गरेँ भने फेरि मलाई निकालिदिन्छ कि यो भिडियो त्यो म चाहिँ केही गरेँ होइन। जाम चिपको घर होइन के कामले बोलाएको ए फाइनली चिपको घर आइयो होइन। यो यसलाई त कहाँ गयो मसँग छैन कि केही त्यही भएर के नाम राखेको छ फुड फर भिलेज रे। अनि 40 चिकन 65 बिफ र 80 चाहिँ मटन पकाएर दिने रे। अझै त्यसलाई नि होइन मारेर पकाएर दिने रे। ल भिलेजतिर गरिदिएको त्यसको फार्ममा त्यसको फार्म चाहिँ उ त्यहाँ होइन त्यही गरेर देखाइदिन्छु छिटो आइयो। यसको फार्म नि आइयो ठुलो फार्म छ कि होइन कति छ नि मेरो एफपिएस आउँदैन है धेरै भनौँ भित्र आइदियो जन्म यसपालि कतितिर उस पाइसक्यो अन्डाहरू। फर्स्टमा चाहिँ पोक्चप ऐसा त्यसपछि अन्डरहरू गर्दै जानु मसँग रेसिपी चिकन कलेक्ट गरौँ एफपिएस नआएको अरे कति लेट हो है मरेको चाहिँ मैले हानेको नि डगले पनि मेरो हान्छ नि हानी डग कहाँ गयो डगले टोक्थेन र। ल अब छिटो सामान पहिला चिकन कलेक्ट गरौँ अनि त्यसपछि त्यसको चाहिँ म टाइम लाग्छ यति धेरै चाहिँ कति टाइम लाग्छ यो भन्नु ह्याङ भयो मतलब ह्याङ त एफपिएस आएन कि। ल अब मैले मारेको चाहिँ टाइम ल्याप्स इन्जोय गर्नु। ल फाइनली मैले चाहिँ अनि भइसकेँ होइन। धेरै जति चाहिँ मस्ती चाहिँ मारे लगभग बहुत धेरै होइन अलिकति चाहिँ हिजो छैन 1-2 स्ट्याक चाहिँ अलि मैले अनि आफ्नो घरमा छोडेर आएको कि यहाँ इन्भेन्ट्रीमा ठाउँ चाहिँ नभएर कति थियो होइन पहिला मैले यहाँ देखाइन्छु हल्का माथि गएर। अनि आइयो पो हजुरहरूले टाइम ल्याप्स चाहिँ इन्जोय गर्नुभयो होला होइन। मैले मारेको मेरो उस चाहिँ एफपिएस आएको थिएन अनि त्यो धेरै हिट हाल्नु परिरहेको थियो कि यहाँ अब थोरै अब धेरै छैनन् यस्तो खासै छैनन् यति नै हुन् अलि यस्तरी धेरै छैनन्। अब सिपहरू नि धेरै छैनन् थोरै छन् मतलब धेरै नि धेरै भनेर धेरै छैनन् थोरै नि छैनन् है ठिकै छन् यतिको त चाहियो नि होइन। अब ब्रिडिङ अझै गराउनु पऱ्यो अझै सुरु गर्नु पऱ्यो होइन। अब धेरै चाहिँ नगर्ने यति नै मैले थोरै गराइदिएको होइन। उसले भन्यो भने चाहिँ धेरै चाहिँ गर्दैछु अनि फेरि भन्यो भने नि युज गर्नुपर्छ अनि त्यसपछि त्यही हो मैले यतिको नै मारिदिएको कि सबैलाई। अनि टाइम ल्याप्स नि धेरै लामो भयो जस्तो लाग्यो त्यही भएर टाइम ल्याप्स नि आयो हजुरले इन्जोय राम्रो नै गर्नुभयो होला। अनि यति नै हेर्न सक्नुहुन्छ अब चाहिँ धेरै छैन सिपहरू काउहरू अनि पिग अनि हेनहरू चिकनहरू पनि छन् होइन। यो अब चाहिँ धेरै छैनन् यति नै के मार्ने भनेर मैले छोडिदिएको होइन। अब चाहिँ तलतिर सबै गरेर अनि यहाँ चाहिँ हेरेँ मैले सबै सामान
कति धेरै अन्डाहरू छ है। अन्डा खाना कति छ नराम्रो, खाना फेरि बहुत छ नि त है। खाना त बसी अब पुरै गाउँले नि महिनाभरिलाई छ क्या, महिनाभरिलाई छ। आज यो एक चेस्ट फुल छ होइन, यो त पुरै चेस्ट फुल भयो। अनि यता नि छ। अनि मैले चाहिँ वुल राखेको छु, वुल मलाई चाहिन्छ होइन नेक्स्ट प्रोजेक्टको लागि। त्यो चाहिँ हजुरलाई चाहिँ फिक्स भनिदिन्छु होइन, फिक्स मतलब तपाईँलाई त चाहिने चाहिँ छ, किनभने हजुरलाई पनि त्यस्तो बिल्डहरू बनाउँदा फेरि त्यस्तो काम लाग्छ। त्यही भएर नेक्स्ट भिडियो चाहिँ बब्बल हुने बेला चाहिँ त्यसको लागि चाहिँ हजुरले सब्सक्राइब गर्नुपर्छ। मैले एउटा बिल्ड बनाउने सोचिरहेको छु, अनि मलाई चिप्सले नि भनिरहेको थियो ल भनेको मैले। अनि भोलितिर चाहिँ त्यो काम स्टार्ट गर्छु। पहिला चाहिँ अहिले कोल लिन जाऊँ। कोल मतलब फर्नेसको यसको लागि चाहिँ कोल चाहियो नि त होइन, अब पकाउनु पऱ्यो कोल या केही न केही त चाहियो। यही हुडले खाना पकाउने होइन। अनि कोल कसले माइनिङ गर्नु जान्छ है, माइनिङ गर्न जा ऊ गरेर भेटेन भने त्यसमाथि जोम्बी क्रिपरहरू आइगर्छ नि, त्योसित छिटछिटो हामी माइनिङ गर्छौँ, सजिलो क्या। धेरै टाइम लाग्दैन, त्यो नै माइनिङ हुन्छ। ल यसको नि सानो टाइम ल्याप्स इन्जोय गर्नुहोस्। सानो टाइम ल्याप्स म बनाइदिने छु होइन, यो काटेको चाहिँ। अनि यहाँ सायद लाभा नि थियो नि, लाभाले चाहिँ कति आइटम 100 हो कि कति आइटम चाहिँ स्मेल्ट गर्छ। यहाँ लाभा छ, मैले अलिकति आइरन अलिकति बकेट बनाएर यो लिउन आउँछु लाभा। अलिकति यो वुडहरू गर्छ, अलिकति लाभा गरेर त्यसरी पकायो भने छिटो पाक्छ नि त। ल अब मैले सानो टाइम ल्याप्स बनाउने छु। अब हजुरले इन्जोय गर्नुहोस् टाइम ल्याप्स चाहिँ। ल फाइनली अब नेक्स्ट डे भइसक्यो, हेर्न सक्नुहुन्छ होइन। ल अब चाहिँ मैले यहाँबाट चाहिँ पहिला सामान छिट्टाम, छिटो मैले चाहिँ यहाँ उस बनाउने छु। फाइनली कन्भर्ट गरौँ होइन, छिटो कन्भर्ट हालौँ। ल अब म चाहिँ हजुर सिधै कन्भर्ट गरेपछि सबै ओक्लकमा सबै मतलब यो के भन्छ प्ल्याङ्कमा कन्भर्ट गरेपछि मिल्छ होइन। त्यसको सानो मिठो टाइम ल्याप्स इन्जोय गर्नुहोस्।
ल फाइनली सबै कुक भइसकेको छ अनि अलिकति यहाँ चाहिँ फर्नेसमा अनि यहाँ नि रेडी भयो है सरी यो होइन हो यो यत्रो छ है यति धेरै क्या मैले सोचेको थिएन अनि अलिकति चाहिँ यहाँ दिन्छ नि यहाँ मैले निकाल्छु है छिटो निकाल्नु नि सबै अनि नि हुड पनि यसो निकालेर राख्दिउँ होइन अब धेरै धेरै चाहिँ काटे चाहिँ मैले थाहै भएन अनि हुड ननिकाल्नु पर्ने बरु यहीँ राखिदिउँ न त अनि पछि काम लाग्छ फेरि बनाउँदाखेरि अनि मैले फ्युल धेरै चाहिँ गराएँ चाहिँ क्या अझै फ्युल त धेरै लागेन है मतलब लगभग त्यो 5-6 स्ट्याक मात्र लाग्यो सायद है त्यो पनि धेरै त लागेन अनि सबै खाली भइसक्यो ल यसलाई नि यहीँ राखिदिउँ न यो के इन्भेन्टरीमा राख्ने यहाँ छ यति धेरै 1-2 लगभग 9वटा यो भयो 9 धेरै त छैन त्यही ठिकै बच्यो केही भएन बचे आफूले पछि मैले एउटा सोचेको छु अनि त्योमा युज गर्नलाई काम लाग्छ यो चाहिँ केही भएन एउटा मतलब दिमागमा छ कि होइन एउटा बिल्ड त्यो बनाउँदा फेरि यिनी सामानहरू काम लाग्छ अनि ल खाना निकालेर चिप्स लादिउँ सबै लिएर म चाहिँ पहिला यहाँ टक्क कति भएको थियो हेरौँ है सबभन्दा धेरै चाहिँ के छ भने चाहिँ यो पोक चप भन्ने रहेछ सबभन्दा धेरै यो पिकको सायद सबभन्दा धेरै चाहिँ यो पिकको रहेछ है पिकको सबभन्दा धेरै अनि यो मटन थोरै छ मटन चाहिँ धेरै रहन्छ केही छैन सबै निकालेर लिएर गएर चिप्सको उसमा राखिदिउँ ऊ त्यस्तै जस्तै मेरो हेडर जल्छ नि उहाँ जम्बिनी जलिरहेका छन् होइन अनि उहाँ चाहिँ क्रिपर दाजुहरू हुन्छ यता चाहिँ स्पाइडर दाजु र उता चाहिँ जम्बी दाजुहरू हुन्छ होइन ल जाम छिटो अहिले फेरि मलाई चाहिँ दाजु बनाइदिनुहुन्छ अनि यो चाहिँ भिलेजर के देखाएर हेरौँ त अहिले राम्रो देखाइन्छ ल अनि म चाहिँ ल चिप्सको गर्ने आइसकेँ यी चिप्सको घर चाहिँ यो अनि कोही त आएन क्रिपर दाजुले मलाई दिइसक्नु भएको छ यहाँभित्र आउनु भएन फेरि चिप्सले मलाई गाली गर्छ त्यही भएर त्यहीँ गएर मारिदिउँ त्यसलाई चाहिँ मैले बोली आइन है बोलिएको यहाँ टप्क हान्दिनँ हो नि त कताबाट जाऊँ उताबाट जाऊँ न फेरि म चाहिँ मोरमला यार ओह पड्क्यो केही छैन जाऊँ ल अब छिटो चिप्सकोमा सामान राख्दिनँ अनि त्यसपछि हामी चाहिँ ओए यस्तो नगरौँ न हौ भित्र आएर चाहिँ यो चिप्सको घर भाइ निकाल बाहिर निकाल के गुली गर्छ नि यार यस्तो त गर नगर हो फेरि चिप्सले देख्यो भने गाली गर्छ अब रिवार्ड चाहिँ मलाई के दिन्छ थाहा छैन अनि अहिले घर पठाइदिन्छ होला सायद मेरो रिवार्ड अब कति के दिन्छ डायमन्डहरू हेरौँ र अब यो भिडियोलाई यति नै होइन भाइ निकल बाहिर निकल दुइटा के गर्छन् यस्तो अझै ड्युटी फार्महरू पुरा भिडियो एडिटिङ बिचमा जानु हुँदैन फ्यामिली प्लानिङ हुँदैछ बिचाराहरूको किन बिचमा जाने जाऊँ हामी नि अनि यो ब्लगलाई ब्लग ल यो भिडियोलाई चाहिँ अब यति नै होइन अब धेरै लामो भइसक्यो भिडियो नि बहुत के मतलब धेरै जस्तो त यो उसी भयो माइनक्राफ्टको त्यही जो हो माइनक्राफ्टको त त्यही जो हुन्छ अब मतलब टाइम ल्याप्सहरू देखाउनै पर्यो होइन काटेको पुरै देखाउने 2-3 घन्टाको भिडियो बन्छ त्यही भएर अघि जे हुन्छ अनि ल अब म चाहिँ घरमा आइसकेको छु ब्लग नि यसरी अब भिडियो नि एन्ड गरिदिउँ यति नै आजको भिडियो चाहिँ अनि आइयो हजुरलाई यो भिडियो मन पर्यो होला ल यताबाट गरौँ है रुक्ने म ल अब यो भिडियोलाई चाहिँ यति नै होइन धेरै लामो नै भइसक्यो यो भिडियो चाहिँ होइन अब भिडियो नि एन्ड गर्थ्यौँ अनि आजको भिडियोमा धेरै केही गरेन यति फार्महरू खाली गरेँ फार्ममा हल्का फुल्का मारेँ होइन अनि मैले चाहिँ कार्पेट नि ल्याइदिएको अनि यहाँ भित्र जानलाई यस्तो सजिलो होस् भनेर यस्तो भित्र बाहिर गर्न सजिलो होस् भनेर कार्पेट ल्याइदिएको अब यो भिडियोले चाहिँ यति नै अब आइयो हजुरलाई यो भिडियो मन पर्यो होला मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु र यो भिडियोलाई चाहिँ यति नै आइयो हजुरलाई यो भिडियो मन पर्यो लाइक सब्सक्राइब गरिदिनु